नेपाल क्रिकेट टिमले नेपालकै होम ग्राउन्डमा ओडिआई वर्ल्ड कप लिग 2 को म्याचहरू खेलिरहेको छ। नेपालले युएई विरुद्ध 2 मा 2 जित निकाल्न सफल भयो भने ओमन विरुद्ध 1 मा 1 हार बेहोरेको छ नेपाल क्रिकेट टिमले। तर यता नेपाल क्रिकेट फ्यानको सपोर्ट चाहिँ 0 रहेको छ, ग्राउन्डमा हेर्नको लागि कोही पनि गएनन्। र नेपाल क्रिकेट टिमको नेपाल क्रिकेट बोर्डको जो एटिट्युड थियो, हामीहरूले चाहिँ क्रिकेट जहाँ गराए पनि क्रिकेट फ्यानहरू आउँछन्, सपोर्ट आउँछ, प्लेयरहरूले चाहिँ कार जितिहाल्छन्, बाइक जित्छन्, नेपालमा एनपिएल हुन्छ, लाख रुपियाँ स्यालेरी पाइहालिन्छ, हामीलाई के जिते पनि सपोर्ट आइहाल्छ, हारे पनि सपोर्ट आइहाल्छ भन्ने नेपाल क्रिकेट टिम, नेपाल क्रिकेट बोर्डलाई चाहिँ धक्का लागेको छ। किनकि नेपाल क्रिकेट फ्यानको इन्ट्रेस्ट कम हुँदै गएको छ नेपाल क्रिकेट प्रति चाहिँ, किनभने नेपाल क्रिकेट टिमले राम्रो पर्फर्मेन्स पनि गर्न सकेको छैन। हामीहरूले नेपाल क्रिकेट फ्यानले चाहिँ हार्दा पनि सपोर्ट गरिराखेकै हो। 2022-23 मा नेपाल क्रिकेट फ्यानहरूले चाहिँ ओमन, युएई, त्यसै गरी स्कटल्यान्ड जस्तो टिम नेपाल आएर खेल्दाखेरि चाहिँ जबकि नेपालमा चाहिँ कुर्सी पनि लागेको थिएन, त्यो टाइममा नेपालमा उभिएर हेर्ने ठाउँ हुँदैन थियो। मुलपानी क्रिकेट ग्राउन्ड भनौँ या नेपालको टियु ग्राउन्ड भनौँ, जहाँ पनि फुल रहन्थ्यो, पानी पर्दासम्म पनि हामी हात ओढेर भए पनि नेपाल क्रिकेटलाई हामीले सपोर्ट गर्थ्यौँ र हामीहरूले सपोर्ट गरिराखेको पनि हो। टी20 वर्ल्ड कप 2024 मा नेपालले एउटा टिमसँग पनि जित निकाल्न सकेन र पनि नेपाल क्रिकेट फ्यानले सपोर्ट गरेकै हो। 2026 मा पनि नेपाल क्रिकेट टिमले जुन पर्फर्मेन्स गरेको थियो 26 मा पनि त्यही पर्फर्मेन्स गर्यो। नेपालले जम्मा एसोसिएट राष्ट्रबाट स्कटल्यान्ड विरुद्ध जित निकाल्न सक्यो भनेदेखि जितिसकेको इङ्ल्यान्ड विरुद्ध नेपालले हारेरै आएको, जसरी 2024 मा चाहिँ जितेको म्याच हारेको थियो साउथ अफ्रिकासँग। नेपाल क्रिकेट टिमले युएई विरुद्ध 2 वटा टी20 म्याच पनि राखेको थियो नेपालको टियु ग्राउन्डमा, त्यो पनि नाइटमा फ्लस लाइटमा चाहिँ राखेको थियो। तर नेपाल क्रिकेट फ्यानहरू एकदमै कम गएका थिए। नेपाल क्रिकेट बोर्डले 750 रुपियाँ टिकट प्राइज राखेको थियो युएई विरुद्धको टी20 म्याचमा। टी20 मा नेपाल क्रिकेट फ्यानहरू आएनन्, सपोर्ट गर्न आएनन्, हामीहरूको टिकट बिकेन भनेर लिग 2 को म्याचहरूमा नेपाल क्रिकेट बोर्डले 400 रुपियाँ टिकट प्राइज राखेको थियो। 400 बाट घटाएर अहिले 200 मा ल्याएको छ। नेपालले युएई विरुद्ध 2 वटा ओडिआई म्याच खेल्यो र एउटा ओमनसित खेल्यो। टिकट प्राइज भनेको 400 रुपियाँ थियो। क्रिकेट फ्यानहरू नआएको कारणले चाहिँ एकदमै कम, 100 जना पनि नआएको कारणले चाहिँ नेपाल क्रिकेट बोर्डले चाहिँ 200 रुपियाँमा झारेको छ टिकट प्राइज। त्यसै गरी नेपाल क्रिकेट टिमका क्याप्टन रोहित पौडेलले, त्यसै गरी दिपेन्द्र सिंह हेरी, हाम्रो नेपालको सबै प्लेयरहरूले चाहिँ नेपाल क्रिकेट फ्यानहरूको सपोर्ट चाहियो। हामीहरूलाई नेपाल क्रिकेट फ्यानबाट सपोर्ट आएन, त्यो कारणले हामीहरूले पनि राम्रो पर्फर्मेन्स गर्न सकेनौँ। हामीहरूलाई चाहिँ सपोर्ट चाहियो। हामीहरूले इन्डियामा जाँदाखेरि, त्यसै गरी ओमनमा जाँदा, युएईमा जाँदा जति क्रिकेट फ्यानहरू आउँथे त्यति पनि नेपालमा म्याच हुँदा क्रिकेट फ्यानहरू आएनन् भनेर नेपाल क्रिकेट टिमको ठुलो गुनासो रहेको छ। र नेपाल क्रिकेट टिमले पनि राम्रो पर्फर्मेन्स गर्न सकेको छैन जसले जे भने पनि, किनकि नेपाल क्रिकेट बोर्डले क्रिकेट प्रति आफ्नो 100% दिएको छ र नेपाल क्रिकेट बोर्डले धेरै लगनी पनि लगाएको छ नेपाल क्रिकेट टिममाथि। 2026 टी20 वर्ल्ड कप पछि नेपाल क्रिकेट फ्यानको सपोर्ट क्रिकेट प्रति एकदमै कम हुँदै गएको छ। यहाँ मात्रै नभएर नेपाल बाहिर जाँदा पनि एकदमै कम भयो। केही समय अगाडिसम्म नेपाल क्रिकेट टिम ओमन, युएई जाँदा धेरै नै क्रिकेट फ्यानहरू आउँथे, तर नेपालकै ग्राउन्डमा हुँदा चाहिँ क्रिकेट फ्यानहरू आएनन्। नेपाल क्रिकेट बोर्डको गुनासो छ। त्यसै गरी नेपाल क्रिकेट टिमले चाहिँ हामी विदेशमा जाँदाखेरि जति क्रिकेट फ्यानहरू आउँथे त्यति चाहिँ नेपालमा हुँदा आएनन् भनेर भनेको छ। र एउटा कुरा के सत्य पनि छ भने नेपालको माया जति विदेशमा बस्ने नेपालीहरूलाई हुन्छ त्यति नेपालमा बस्नेलाई हुँदैन। त्यो कारणले पनि विदेशमा कहीँ पनि नेपाल क्रिकेट आउँदाखेरि नेपाल आए जस्तो लाग्छ र नेपाललाई जिताउनको लागि चाहिँ सबै क्रिकेट फ्यानहरू जाने गर्छन्। तर नेपालकै ग्राउन्डमा हुँदा धेरै क्रिकेट फ्यानहरू जान नपाउनुको कारण चाहिँ अहिले एक्जाम पनि चलिरहेको छ। त्यसै गरी जति विदेशमा जति सपोर्ट आउँछ विदेशबाट त्यति त नेपालबाट पक्का पनि आउँदैन। यो अहिले मात्रै नभएर पहिला पनि आउँदैन थियो। तर नेपाल क्रिकेट टिमले पनि राम्रो पर्फर्मेन्स गर्न सक्नुपर्छ, किनकि अगर नेपाल क्रिकेट फ्यानहरू कम भयो भनेदेखि नेपाल क्रिकेट टिमले चाहिँ लाखौँ रुपियाँ स्यालेरी कहाँबाट ल्याउने हो, नेपालमा एनपिएल कसरी गराउने हो र प्लेयरहरूलाई पैसा कहाँबाट दिने हो। हाम्रो दिपेन्द्र सिंह हेरी लिएर रोहित पौडेलले त कारहरू पनि जिते, अब अरूको पालो नआउने भयो, किनकि एनपिएल राम्रो हुनै सक्दैन अगर नेपाल क्रिकेट फ्यानले सपोर्ट गरेनन् भने। त्यसै गरी हाम्रो दिपेन्द्र सिंह हेरी एउटा सन्दीप लामेछाने छन् क्या, टिमलाई म्याच जिताउने, अगाडि बढाउने भनेको। अरू प्लेयरहरूको पर्फर्मेन्स खै 0 छ, 0। त्यसै गरी नेपाल क्रिकेट बोर्डले नयाँ प्लेयरहरूलाई चान्स दिइरहेको छ, नयाँबाट पनि कुनै राम्रो पर्फर्मेन्स आउन सकेको छैन। त्यसै गरी पुरानो त पुरानो भइहाल्यो। अहिले पहिलोचोटि कुशल भुर्तेललाई बाहिर निकालेको छ के, विनोद भण्डारीलाई भित्र हालेको छ ओडिआई तर्फ। त्यसै गरी नेसनल क्रिकेट टिममा आसिफ शेखलाई निकालेर चाहिँ अर्जुन कुमारलाई लिएको छ। नेपाल क्रिकेट बोर्डले आफ्नो 100% दिएको छ। नेपाल क्रिकेट टिमबाट पर्फर्मेन्स आउन पर्यो, नत्र भने नेपाल क्रिकेट टिम योभन्दा अगाडि पनि एकचोटि फेमस भएर हराएको हो, यसै गरी